everyone, अब म चाहिँ काममा निस्किन लाग्यो रुमबाट टक्कै रेडी भएर। अब बाहिर पानी परिरहेछ, वेदर बाहिर पानी परिरहेछ। It's raining outside, but what to do, I need to go work. It's very hard to survive without work here in UK, as you guys know. So now I'm going. So you guys can see पानी परिरहेछ। अब अस्ति चाहिँ यहाँनिर हिउँ परिरहेको थियो सायद लन्डन, होइन? छाता लाउनु पर्छ। पानी परिरहेछ, छाता लाएर। अस्ति हिउँ परेको दिन चाहिँ यहाँको चाहिँ नि वेदर अलमोस्ट लाइक -5 डिग्रीमा पुगेको थियो। आज पनि त्यस्तै चिसो त चिसै छ, तर त्यस्तो धेरै चिसो पनि नभनौँ, मलाई चाहिँ त्यस्तो लाग्यो। तर अब यहाँ म किनभने अब पहिल्यै हिमालहरू गर्ने भएको कारणले पनि मलाई त्यस्तो धेरै चिसो चाहिँ फिल भएको छैन। अब तर यहाँको लोकलहरूलाई चाहिँ एकदमै धेरै चिसो फिल गर्दो रहेछ उनीहरूले चाहिँ। मलाई चाहिँ कमनै लागिरहेछ लाग्न चाहिँ, तर अब वेदर यस्तो छ आजको। रेन दिनमा छ। अब मेरो आज बेलुकाको सिफ्ट हो। अब तपाईँहरूले भन्नुपर्दा चाहिँ म अहिले नखुलाइहालौँ कहाँ काम गर्छु, के काम गर्छु भनेर। म बिस्तारै तपाईँहरूलाई म के काम गर्छु, कहाँ गर्छु भनेर I will let you guys know. So it's raining outside, as you guys can see. बाटो बिग्रेछ, बाटो मर्मत हुँदैछ। So I need to cross the road. Oh my god, so much raining. चिसो चाहिँ साँच्चीकै चिसो चाहिँ चिसै छ है। चिसो छैन भन्न मिल्दैन, त्यसो देखिएको छ। ओके, त्यसैले आज मैले चाहिँ आज त्यस्तो जाडो छैन भन्ने लागेको थियो, तर वास्तवमा धेरै नै चिसो छ आजको वेदर। यो मेबी यो पानी र विन्ड दुइटै भएकोले होला चिसो चाहिँ चिसै छ नर्मल्ली अरू डेजहरू भन्दा चाहिँ। यहाँबाट चाहिँ टक्कै मेरो काममा पुग्नलाई चाहिँ त्यस्तै 1 घन्टा जति लाग्छ भनौँ। 45 मिनट टु 1 घन्टा, इट डिपेन्ड अन। अब जाम छैन भने चाहिँ त्यही 45-40 मिनट पुऱ्याइदिन्छ। जाम छ भने चाहिँ अलिक टाइम लाग्छ। तपाईँहरू देख्नु सेन्ट्रल लन्डन हो त्यो। सेन्ट्रल लन्डन त्यहाँनिर हो। अनि मेरो कलेज युनि चाहिँ त्यही सेन्ट्रल लन्डनमा हो। यतातिर यो साइडमा चाहिँ वुलविच, ग्रिनविच, अनि त्यहाँ रोड साइड पऱ्यो भने यता चाहिँ सेन्ट्रल लन्डन पर्छ। सो खासमा मलाई चाहिँ अब यसरी भिडियोहरू बनाउन, कन्टेन्टहरू क्रिएट गर्न, ट्राभल गर्न एकदमै धेरै मन पराउँछु म चाहिँ। तर पनि मैले त्यो गरिरहेको थिइनँ, किनभने मलाई अलिकति असहज फिल हुन्थ्यो। यो के बनाइराख्नु होला र, यस्तो पनि बनाउनु ठिक होला र भन्ने जस्तो लाग्थ्यो। त्यो मैले आफूलाई मतलब कन्ट्रोल गर्नै सकिनँ। यो यसो आफूले गरेको एक्टिभिटिजहरू चाहिँ नै यसो क्याच गरेर अनि अपलोड गरौँ, अनि कसैले हेरोस्, अनि आफ्नो एउटा टाइम पास गर्ने माध्यम पनि भयो, टाइम पास पनि हुने भयो, अनि मेमोरिज पनि हुने भयो भनेर मैले अब सर्ट क्लिपहरू चाहिँ नि खिचेर अनि सर्ट क्लिपहरू बनाएर चाहिँ नै अपलोड गर्ने चाहिँ सोचेको। त्यही भएर म यो गर्दैछु। हेलो म चाहिँ अब काम गर्ने ठाउँमा आइपुग्नु लागेँ। एकदमै रेनिङ भइरहेछ। अहिले भर्खरै अब 4:30 हुँदैछ भर्खरै।
तर पनि तपाईँ हेर्न सक्नुहुन्छ अँध्यारो भइसक्यो यो वेदरको कारणले थोरै हिँड्नुपर्ने अवस्था लाग्छ। म चाहिँ यहाँ काम गर्ने ठाउँ चाहिँ सेन्ट्रल लन्डनमा हो। यु क्यान सी द वेदर। यो क्यामेरामा उज्यालो देखाइरहेछ तर खासमा चाहिँ हामीले रियलमा हेर्दै गर्दा चाहिँ यहाँ पुरै अँध्यारो भएको छ। पुरै खोला बगिरहेछ भनेपछि एकदमै ठुलो रेनिङ भइरहेछ। चिसो त्यत्तिकै छ। रियलमा हेर्दाखेरि चाहिँ अँध्यारो छ तर यो फोनमा चाहिँ यो उज्यालो देखाइरहेछ। सो अब यहाँदेखि म 5 मिनट भनौँ न 5 मिनटमा म काम गर्ने ठाउँमा पुग्छु। अनि त्यही नै हो यो एल्ड्रिच भन्ने ठाउँ हो। अहिले सेन्ट्रल लन्डनको एल्ड्रिच भन्ने ठाउँमा छु। त्यस्तो छ। अब आज वेदर एकदमै कुल छ। मलाई चाहिँ वास्तवमा भन्नुपर्दा म चाहिँ एकदमै पानीले क्यामेरा नै उयो भएन। म चाहिँ एकदमै रेनिङ मन पराउँछु। अर्थात् म त्यस्तो खालको वेदर चाहिँ मलाई एकदमै मनपर्छ। अलिकति मुडी एकदम मुडी हुन्छु म यो खालको चाहिँ रेनिङ वेदरमा। अब नर्मली मान्छेहरूले चाहिँ अब रेनिङ सिजन मन पराउँदैन बट आई लभ द रेनिङ। सो अब मान्छेहरू कोही छाता बिना के गर्दै हिँडिरहन्छ। यो so much raining guys here as you can see. Oh my god, यो चिसो हावा सहितको रेनिङले त थुरुरु काम नै बनाउँदो रहेछ। त्यसो अब काममा पुग्छु। 5 बजीदेखि ड्युटी सुरु हुन्छ। त्यस पछाडि रातिको 11 साढे 11 बजे मेरो बिदा हुन्छ। यहाँको ड्युटीको 11:30 बजे। अनि फेरि रुममा 12:30 बजीतिर पुग्छु। भोलि र पर्सि मेरो बिदा भएको अवस्था छ। होलिडे हो। भोलि र पर्सि होलिडे टाइम। सो अब हेरौँ आज कामको चाहिँ न्यु सिफ्ट आज आउँछ। कति दिन काम हुन्छ यो हप्ता। पानीमा लुत्रुकै भिजेको छ। हल्काइरहेको छ हिँडेछ। यो युरोपियनहरूको लाइफ पनि अचम्मकै छ। When you mark up a price, so there's like a normal price and then they raise the price. अब यहाँ चाहिँ के पानी के घाम के हुरी के बतास भन्ने हुँदैन। मान्छेहरू आफ्नो धुनमा चाहिँ अब बिजी एकदमै बिजी लाइफ। 24 आवर नै बिजी हुन्छ यहाँ चाहिँ। अब नर्मली कुनै अरू कन्ट्रीहरूमा चाहिँ अब जस्तो पानी सानी पऱ्यो भने काम कारबाही रोक्ने होइन। अनि घन्टामा त्यस्तै दिनमा चाहिँ 20-25 त्यही 5-6 घन्टाभन्दा काम नगर्ने अवस्था हुन्छ भने यहाँ चाहिँ मान्छेहरू 24 आवर नै अब बिहान मर्निङ डे इभिनिङ नाइट सिफ्ट गरेर नै काम गर्छ। यहाँ चाहिँ थिएटर हो। थिएटरमा एकदमै बिजी। क्राउड। म चाहिँ काम गर्ने ठाउँमा लगभग आइ नै सकेँ। सो अब भरे काम सकेपछि फेरि भरे काम सकेपछि फेरि म कुनै छु। बाई बाई भन्नुपर्छ। So much raining and too cold here, man. Extremely cold. सो अहिले चाहिँ अब बिदा भइसकेको अवस्था छ कामबाट। इट्स बिन लाइक
6.5 hour means now it's 11:15 almost here, so I am returned back to room. रातको समय भएको छ कसमा फर्क्यो सुत्यो भोलि र पर्सि बिदा चिलमा सुत्ने हो घुम्ने हो फेरि काम सुरु हुन्छ यस्तै छ जिन्दगी के गर्ने होला ओके सी यु गाइज अब रुम पुगेपछि रुम पुग्न लाग्दाखेरि फेरि कन्ट्याक्ट हुन्छ सो म चाहिँ अब रुम आइपुग्न लाग्यो रुम आइपुग्यो भनौँ न अब 2 मिनटमा रुम पुगिन्छ यस्तै छ यो युके भन्ने ठाउँको चाहिँ नि लाइफ यस्तै हो अब बाँच्नको लागि केही त गर्नु परिहाल्यो काम नगरी लाइफ चल्दैन पैसा भन्ने चिज बिना जिन्दगी चलाउन गाह्रो छ अब टक्कै रुम जाने खानेकुरा खाने अनि सुत्ने त्यही नै हो अब गीतहरू गाउने अनि गाउँदाखेरि कपिराइटहरू लाग्ने नलाग्ने के पनि थाहा छैन यो अर्ग्यानिक लोकल स्टाइलको चाहिँ नि ब्लग हुनेवाला छ आई होप यु गाइज इन्जोय माई ब्लग भनौँ न अब सो अब यो चाहिँ सुरुवाती हो अनि यदि यो मेरो चाहिँ नि यो भिडियोलाई हेरेर केही अब नलेजेबल कुराहरू हुन्छ अब युके रिलेटेड भयो अथवा माउन्टेन रिलेटेड पोलिटिक्स रिलेटेड किनभने म चाहिँ अब सानैदेखि पोलिटिक्समा पनि इन्भल्भ थिएँ अनि सोसियल एक्टिभिटिजमा पनि इन्भल्भ थिएँ अनि मैले आफ्नै केही बिजनेसहरू पनि गरेको थिएँ नेपालमा अब नेपालमा राम्रै हुँदै पनि अब मेरो कहाँबाट माइन्ड स्विङ भयो र म तपाईँहरूले भनौँ कि विदिन 10-15 दिनको अन्तरालमा म युके आइपुगेको सो युके जाने भनेर सोचेको विदिन 15 डेजमा नै म युके आइपुगेको भनौँ न त्योभन्दा अगाडि म अलमोस्ट लाइक एन्टी फरेन थियो एन्टी फरेन मतलब यो होइन कि म चाहिँ कुनै देशमा जाँदिनँ आफ्नै देशमा गर्छु भन्ने टाइप्सको फिलिङ्स राख्ने क्या सो त्यही हो मान्छेले जे चिज गर्दिनँ भने त्यही नै गर्नुपर्छ भन्थ्यो त्यो चाहिँ ममा लागु भएको छ सो अब यहाँनिर चाहिँ युकेमा चाहिँ अब नेपालीहरूको लाइफ नेपाली स्टुडेन्टको लाइफ भनौँ मास्टर पढ्ने स्टुडेन्ट भनौँ अथवा ब्याचलर पढ्ने स्टुडेन्ट भनौँ उनीहरूको लाइफस्टाइल कसरी चल्छ अनि यहाँको रहनसहन के हो अब मान्छेहरूले अरूले भनेको जस्तै हो कि अनि के कति अर्निङ हुन्छ के कति सेभिङ हुन्छ के कसरी आउन सकिन्छ भन्ने कुराहरू बारेमा इफ यु गाइज वान्ट टु नो कमेन्ट डाउन बिलो आई विल मेक अ भिडियो अबाउट द्याट काइन्ड अफ थिङ्स सो त्यही नै हो लेट्स चाहिँ अब यो भिडियो म अपलोड गर्छु गर्दिनँ यदि गरेँ भने चाहिँ तपाईँहरूको कमेन्ट त्यो अनुसार आयो भने म कमेन्ट अनुसार म भिडियो बनाउँदै जानेछु अनि तपाईँहरूलाई चाहिँ केही आफूले जानेको कुराहरू इन्फर्मेसनहरू सेयर गर्ने कोसिस गर्नेछु आई होप यु गाइज इन्जोय माई भिडियो एन्ड
त्यही नै हो ओके म अब आइ नै सकेँ मेरो अपार्टमेन्टमा सो त्यही नै हो एकअर्कामा माया सेयरिङ गर्ने हो इन्फर्मेसन सेयरिङ गर्ने हो संसारमा मरिलानु भन्ने केही छैन लाइफमा त्यही नै हो सो ओके गाइस नाउ bye bye and see you in another video if I get a chance to make another video.